इस्टर मन्डे बिहान श्रद्धेय पोप फ्रान्सिस बितेर जानुभयो। सन्त पिटर धर्ममण्डलीको पहिलो पोप थियो भने पोप फ्रान्सिस 266 पोप थिए। हामी क्याथोलिकहरू पोपलाई मान्छौँ कारण पवित्र बाइबल अनि पवित्र परम्परा दुवैले यस विषय समर्थन गर्छ। मत्ती 16:18 अनि म तिमीलाई भन्दछु तिमी पिटर हौ अनि यसै पत्थरमा म आफ्नो धर्ममण्डली निर्माण गर्नेछु अनि नर्कका फाटकहरूले यसलाई जित्ने छैन। जोन 20:23 पाप क्षमा दिने अधिकार प्रेरितलाई दिएको छ अनि प्रेरितको कार्य विवरणमा पिटरको स्थान अति नै उच्च रहेको छ। मथियासलाई चुन्न जुदासको बदली अनि त्यो पेन्तेकोस्टको दिन भाषण दिन अनि त्यो सुन्नतिकरणको विषयमा मुद्दा उठ्दाखेरि यस विषय छलफल गर्न सन्त पौल प्रेरितहरू कहाँ आउँछन्, जहाँ सन्त पिटर अति नै प्रमुख थिए। धर्ममण्डलीको इतिहास हेऱ्यो भने सन्त पिटरको भूमिका अति नै ठुलो रहेको छ, पोपको भूमिका अति नै ठुलो रहेको छ अनि यो परम्परा सुरुदेखि चलिआएको परम्परा आजसम्म पनि कायम छ। आमेन।